भ्यासेक्टोमी रिभर्सलको बारेमा मैले प्रश्न सोध्न चाहे, यो पोसिबल कुरा हो? भ्यासेक्टोमी भइसकेको पुरुषले फेरि गर्भधारण गर्नको लागि शुक्रकीट प्रड्युस गर्छु भन्नुहुन्छ भने त्यसको लागि के अप्सन छ? त्यसको लागि अप्सन छ। यसको लागि तपाईँको अब यो चाहिँ गर्नै नसक्ने भन्ने होइन, हामी त्यसलाई हाम्रो भाषा हामी त्यसलाई चाहिँ रिक्यानलाइजेसन भन्छौँ। हामी त्यसलाई रिक्यानलाइजेसन भनेको त्यसलाई रिक्यानललाई फेरि त्यसलाई जोड दिने हुन्छ, हामी त्यसलाई चाहिँ रिक्यानलाइजेसन गरेर भन्छौँ। तर त्यसको चाहिँ 2-3 कुराहरूमा यसको भर पर्छ र उहाँले चाहिँ गर्नुभएको कति समय भएको छ र यसको तपाईँको चाहिँ हाम्रोमा के छ प्रायः छ भने 10 वर्षभित्रै छ भने 10 वर्षभित्रै उहाँले जुन भ्यासेक्टोमी अपरेसन गर्नुभएको छ र त्यो अपरेसन गरेको चाहिँ 10 वर्षभित्रै छ भने चाहिँ त्यो हुने सम्भावना चाहिँ तपाईँको 80% जति हुने सम्भावना छ भनेर हामी चाहिँ यो चाहिँ भन्छौँ। र तर फेरि कस्तो भने यसमा गर्न त गरिन्छ, तपाईँको भएका पनि छन्, सबै कुरा छ। यो चाहिँ हाम्रो केन्द्रीय कार्यालयमा हाम्रो यसको पनि असुविधा छ, हामी कहाँ यो चाहिँ छैन, यो चाहिँ गर्नुहुन्छ। तर त्यसबाट हुन्छ नै ग्यारेन्टी चाहिँ छैन, त्यो समयले धेरै फरक पर्छ। तर गर्न सकिन्छ। तर ल अब त्यस्तो गरेर पनि फेरि उहाँहरूले चाहिँ फेरि पुनः फर्टिलिटी पावर चाहिँ रिगेन गरेका चाहिँ हामीसँग उदाहरणहरू चाहिँ छन् एकदम मजाले। एक्ज्याक्टली।